ओके लेट्स स्टार्ट। टक्क म चाहिँ काठमाडौँको यात्रामा लागेको छु है, बुटोलबाट काठमाडौँसम्म। टक्क यो चाहिँ मेरो घर अनि आजको यात्रा चाहिँ काठमाडौँसम्मको। भर्खर चाहिँ 9:15 भएको छ। हेरौँ कति बजीसम्म पुगिन्छ काठमाडौँ। झ्याके भी क्या हो मामा फेरि सर यो बाटो पनि गइन्छ हाम्रो घर जान, अनि अर्को बाटो पनि सर्टकट छ उताबाट, तर म चाहिँ प्राइभेट बाटो नै हिँड्ने गर्छु। म चाहिँ हाइवे टच गरिसकेँ। यो चाहिँ हाइवे तारनगर पूर्व पश्चिम राजमार्ग। यो चाहिँ पाखापानी। पाखापानीमा चाहिँ अहिले रुखहरू काटेर यस्तो भएको छ। हजुरबा जिजुबाले लगाएका बर्ड पिपल स्वामीका रुखहरू चाहिँ सब काटिएको छ, पूर्व पश्चिम राजमार्ग बढाउँदैछ त्यसैले। अनि यस छ्याक्क राम्रो पनि देखिएको छ देखिन्छ, तर के गर्नु होइन, जिजुबाहरूको सम्झना भने तिनै थियो त्यही पनि। अनि बाटो बढाउँदैछ नि त, त्यही भएर यो चाहिँ मनोकामना मन्दिर फुलबारीदेखि थोरै पश्चिमपट्टि। आज चाहिँ के हुन्छ बाटोमा म देखाउँछु, छोटो छोटो क्लिपहरू कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। अहिले चाहिँ तिनो पुलमा छु म चाहिँ, किनकि भिडियो काटी राखेको छु नि त, त्यही भएर छिटो भएको होला सायद। फुल भिडियो हाल्न त धेरै लाग्दो रहेछ कि, मतलब टाइमिङ धेरै हुँदो रहेछ, अनि त्यही भएर। हाइसोलाई चाहिँ ओभरटेक गर्न पनि सकिँदैन कि होइन। यो चाहिँ गोलपार्क एरिया, गुल्मी सेङ्जा पाल्पा पोखरातिर जाने बाटो। तिनो पुलमा चाहिँ जाम लागिरहन्छ। अलिअलि ओभरटेक त गर्नै पर्यो नि होइन, किनकि यात्रा लामो छ, ओभरटेक गर्नै पर्छ। यो चाहिँ पुरानो बस पार्क, म चाहिँ पुरानो बस पार्क आइसकेको छु। ड्याङडुङ ओभरटेक हान्दैन अगाडि बढिदिइहाल्ने हो कि होइन। परदेखि नै त प्यालो चाहिँ ट्रेन भइहाल्यो, किनकि त्यहाँ चाहिँ लुम्बिनी अञ्चल अस्पताल बन्दैछ नि त। नम्बर 1 एसियाकै हो कि नम्बर 1 हस्पिटल बन्दैछ। जस ढिलो हुँदैछ, राम्रो हुँदैछ, डेभलप भइरहेको छ। के गर्नु, नेपालको अवस्था त्यस्तै छ, सबै कुरा त्यस्तै छ। फाइनली म चाहिँ हस्पिटल लाइन आइपुगेको छु। यो चाहिँ हस्पिटल लाइन हो। टक्क यसो घुम्दाखेरि हेर्नु कति राम्रो झन्डा देखिन्छ। जस यता माथिबाट गोलपार्कतिर गइन्छ, यहाँबाट टक्क युटर्न लिएर। अब चाहिँ मैले मामालाई यहीँसम्मको यात्रा हो, मामाको चाहिँ यहाँ छोडेर म चाहिँ अगाडि बढ्छु। मामा चाहिँ आज गुल्मी जाँदै हुनुहुन्छ। शुभ यात्रा, अपडेट जानकारी भइराखोस्।
ओके, अब चाहिँ मैले मामालाई यहीँसम्म छोडेर अगाडि बढेँ। अब चाहिँ मेरो सिङ्गल यात्रा काठमाडौँसम्मको सिङ्गल यात्रा सुरु भइसकेको छ। अहिले चाहिँ बुटोल राम्रो भइरहेछ है, धुलो पनि अलिक कमै छ। अनि पारीपट्टि पनि वारिपारि नै बाटो पिच हुँदैछ। जे होस् भइरहेको छ, तर ढिलो भएको छ, त्यही हो। अनि फाइनल्ली म चाहिँ यो मिलन चोक आइपुगेको छु। अलिअलि घद्राङ त भइहाल्छ होइन, कति घद्राङ हुने हो, अगाडि कति बाटो कति बिग्रेको छ होला है। अनि बुटोलमा पनि ड्राइभ सुरु भइसकेको छ। पठाउ जस्तै के छ अर्को यस्तै ड्राइभ सुरु भएको छ। जेस अनलाइनबाट बुकिङ गर्ने अगाडि बढ्ने सुरु भएको छ। जेस यस्तो हुँदा खुसी लाग्छ क्या। यमराज, यो चाहिँ यमराज भनेर चिनिन्छ। यिनीहरूसित चाहिँ थोरै डराउनै पर्ने हुन्छ, तर म चाहिँ डराउँदिनँ क्या होइन। ड्याङडुङ हान्दिहाल्ने अनि बाटो चाहिँ यता अब सुरु भइसक्यो। यस्तो छ पुरा गगनाङ्गुङ। टेलर चाहिँ यहीँ नै सुरु भयो जस्तो छ। अगाडि कस्तो छ थाहा छैन, हेर्दै जाउँ होइन। अन्तिमसम्म हेरिदिनु होला भिडियो। लाइक कमेन्ट सेयर सब्सक्राइब के गर्न मिल्छ सबै गरिदिनु न है। धुलो यतातिर धुलो रहेछ नि त ल होइन। बाटो चाहिँ जेस पिच भएको रहेछ। जेस यता दुईपट्टि नै राम्रो भएको रहेछ त ल। यो चाहिँ फायर लाइनको जङ्गलमा नि वान वे बाटो चाहिँ मजाको पिच भएको छ। ओके, म चाहिँ भुम्बै आइपुगेँ। यो चाहिँ भुम्बै हो। भुम्बैमा चाहिँ अझै बाटो गडाङगुडुङै रहेछ। यता चाहिँ बाटो गडाङगुडुङ रहेछ। अनि उता बिचमा पनि बाटो धेरै ठाउँ पिजै थियो, कोही ठाउँ अप्ठ्यारै त्यस्तै थियो है। म चाहिँ भिडियो काटी राखेको छु। यताबाट प्रासी त्यहाँबाट भैरवा पनि निस्किने बाटो। राम्रो छ जस बाटो। ओके, यो चाहिँ बर्दघाट त्रिवेणी जाने यता दक्षिणतिरबाट। सानो पार्क, वाउ मिठो पार्क, रमाइलो पार्क। अनि यो चाहिँ बर्दघाट हो। अनि सर यहाँ चाहिँ चेकिङ त छैन होला। चेकिङ खै बाटो छ कि छैन, गाडी त खासै गएको छैन त यता बाटो त। कता बाटो फेरि जाम हुने हो र फेरि ल्याङ हुने हो, टेन्सन के फेरि है। जाममा पऱ्यो त यस्तो बबाल टेन्सन यार, बेकार लाग्छ। त्यही पनि म त ड्याङडुङ छिर्दिने हो। जसले जे सुकै भरोस् होइन। गाली त खाइन्छ नि, गाली त गर्छन् नि, जसले पनि गाली गरिहाल्छ होइन। त्यही पनि म हान्दिनँ, छिर्दिनँ। ल बाटो त सुनसान छ त। ओहो, हाम्रो ट्राफिक सर जय नेपाल सर। सुनसान छ त ल बाटो त। खै त गाडीहरू त कि बाटो यताबाट ब्लक छ। हिजो बाटो भाँसिया छ भन्ने त सुनेको थिएँ। आम्मो, बाटो ब्लक भयो त ल्याङ हुन्छ त भाइ होइन। हेर्नु टर्निङ नेपालकै खतरा टर्निङ होला कि यो त यार। पुरै माटो डाँडै काटेर माटो लग्यो। अनि बाटो चाहिँ हेर्नु त चिल छ, चिल ठिक छ। सर ल भन्न यो रुख चाहिँ जोगाएको रहेछन् है। यस्तो बिचमा हुनुपर्ने कि है, बस्नुलाई छाहारी सबै काट्नु पर्ने भन्ने त हुँदैन होला है। वाउ, दाउन्नेको उकालो राम्रो छ त बाटो त। सबै बनाइसकेको छ कि क्या हो। है गेरगेटोमा गयो फेरि यार। यहाँबाट देखिने चाहिँ नवलपरासी एरिया। म चाहिँ अहिले दाउन्नेको उकालोमा छु।
ठिक छ त बाटो त है, बाटो त सरर छ त। ल यस्तै भइदिएको भए सबै ठाउँ अगाडि पनि कति दामी। जाउँ न, यात्रा गर्दै जाउँ, थाहा हुन्छ कस्तो छ के छ भन्ने कुरा त है। ल ल वाउ, यत्रो धेरै पिच भएको रहेछ त अनि। ठिक छ ठिक छ, यस्तै बाटो भएर त दामी हुन्छ त। सर ल सुरु भयो कच्ची रोड। जस बन्दैछ, बन्दै गर्दा पनि खुसी लाग्छ। वाउ, दोजर रे के होइन, रोकेर दोजर हेर्नु पर्छ क्या। पहिला सानो सानो छँदाखेरि दोजर हेर्न चाहिँ कहाँबाट कहाँ पुगिन्थ्यो होइन, बिहानदेखि साँझसम्म हेरिन्थ्यो। अहिले त त्यस्तै। कोही रोलरले चापिरहेको छ, कोही के भइरहेको छ। वाउ, राम्रो भइरहेको छ जोस। जेस बाटो चाहिँ ठुलो फ्राकिलो भएको छ, राम्रो पनि भएको छ त है सर। अनि यतिको भएछ त राम्रै हो कि के गर्नु, लास्टै जाम के फेरि। यताको भाग त राम्रो भएको रहेछ, तर उताको भाग चाहिँ कस्तो भएको छ हेर्दै जाउँ न त है। औ टिप्पर भनेको ट्रक पो रहेछ फेरि, आम्बु हेमराज हो कि यो भने फेरि है। अप्ठ्यारै छ बाटो, घग्राङ घग्राङ। भनेपछि अगाडि पक्कै जाम थियो होला कि, गाडी एकैचोटि आइरहेको छ, पक्कै पनि जाम भएर अनि जाम खुलेर आएको हो कि जस्तो छ। ट्रकहरू कति धेरै आएको यार एकैचोटि, आम्बो। यो चाहिँ दाउन्नेको उकालो हो, लगभग बिच बाटोमा आउनु लाग्यो क्या दाउन्नेको। माथि डाँडाभन्दा तलपट्टि नै छु अझै पनि। ड्याङडुङ हान्दिने क्या ओभरट्याकमा। छिटो पुग्नु छ, टाढा जानु छ नि त मलाई। यस्तो मजाले बनाइरहेछ जे होस्, तर टाइम लाग्यो है। जेसिबी दोजर ल हिलो छ त, फेरि बाटोमा पानी हालेको रहेछ अनि राम्रो लड्किन्छ के यस्तोमा फेरि। ल यता कि उता, यता कि उता, यताबाट जाने नि त। गाडीहरू पनि कति बिग्रेको यार यो दाउन्ने माछा। अब यहीँ एउटा बिग्रिया रहेछ, यत्रो लोडहरू लिएर आउँछ अनि उकालोमा यार कहाँ बिग्रिहाल्छ नि है। पुरानो गाडीहरू त
दाउनेको उकालो चाहिँ यतापट्टिको भाग यो भनेको बर्दघाट साइडको भाग चाहिँ यस्तो छ है। म उताको पनि देखाउने छु। ल जाम पो छ त यहाँ त आम्बो। तर म जाममा नबस्ने, चल्दिने। जताबाट मिल्छ त्यतैबाट हान्दिने। ल यतैबाट चाहिँ यतैबाट। ल बाटो वान वे रहेछ यहाँनिर चाहिँ। डोजरले खनिरहेको रहेछ। म त अगाडि चलिदिन्छु, अगाडि नै गएर बसिदिन्छु ड्याङ। जति बेला फुल्छ हिँडिदिन्छु अगाडि नै। ल दाइले हात उठाइदिएर फेरि उता आम्बो। अनि माथि फेरि यस्तो छ बाटो। यहाँबाट निस्किँदाखेरि लगभग यो माथिको बजार एरिया हो क्या। त्यो माथि डाँडामा बजार एरियामा चाहिँ अहिले बाटो यस्तो भएको रहेछ। अप्ठ्यारै छ बाटो, गटाङ गुटुङ। जस काम भइरहेछ। तर यो बाटोमा यात्रा गर्न बहुत गाह्रो छ। गाह्रो पनि छ, रमाइलो पनि छ, त्यस्तै छ। ल ट्रक आइदिरहेको ओभरट्याक हानिदिन्छु भनेको थिएँ। बसलाई चाहिँ ओभरट्याक पनि हान्दिने, ठोक्दिने आम्बो। कुदाइहाल्ने होइन। ल म चाहिँ दाउनेको ओह्रालो सुरु गरिसकेँ। अब चाहिँ ओह्रालो यता के भन्छ तल काउसी साइड के भन्छ पनि तल त्यता ओह्रालो लागिसकेँ। अनि बाटोको अवस्था यस्तै छ। दाउने मन्दिर जाने यहाँबाट माथि निस्किने हो। दाउने मन्दिर जानको लागि चाहिँ ट्याक्कै बस रोकेबाट यस्तो मास्तिपट्टि निस्कने छ दाउने मन्दिर जानलाई। पहिले नै एकचोटि गएको हो। यस्तरी वाल उठाएर जे होस् राम्रो बनिरहेछ बाटो। वान वे बाटो खुलिरहेको रहेछ भनेपछि पक्कै पनि तल जाम छ कि। यताबाट जाने गाडीहरू पक्कै जाम छ, उताबाट आउने मात्र आइरहेछ भनेपछि। ल दोजरको ठाउँ आएछ त। कति धेरै दोजर? एउटा दुईटा तिनटा चारवटा पाँचवटा बा दोजर छ त। ल यहाँ त एकछिन बसेर हेरिदिउँ कि क्या हो। मजाले दोजरले काम गरेको बसेर हेर्नु मजा आउँछ नि त होइन। दिन गएकै थाहा हुँदैन। बसेर हेरिदिउँ क्या हो होइन। नहेरौँ किनकि गन्तव्य टाढा छ। चल्दिने गफ हानिदिएको कि चिस छ। धुलो यस्तो धुलो, बिजोग धुलो छ आम्बो। बाटै देखिँदैन। अनि बिजोग धुलो छ त यार। ल गाडी रहेछ अगाडि अनि नदेखिरहेको। यसलाई पनि ओभरटेक हानिदिनु पर्छ नत्र धुलो बबाल खाइन्छ त छेउबाट। ल कमाउनु क्या सर हानिदियो ओभरटेक। अनि फेरि अगाडि बस छ। बिजोग बनाउँछ यार छ्या। धुलो त जताबाट मिल्छ त्यतैबाट हान्दिने कि हान्दिने चल्दिने। ल जाम सुरु भयो क्या। ल अब गटाङ गुटुङ नानी भएन जाम रहेछ। ल त्यहाँ त गाडी पुरै डुबेछ त। पुरै आधी ट्रक धसेछ त आम्बो। ठुलो चिप्लो के बाटो यस्तोमा पानी हालेको हुन्छ अनि लास्ट चिप्लो हुन्छ कि लड्किन्छ कि ब्रेक छुनु हुँदैन। ब्रेक छोयो कि राङ्गै फालिने हो। गाह्रो छ। अनि हेर्नु न यहाँ लेबर होला कति गाह्रो भयो होला यो धुलोमा यस्तोमा काम गर्नेहरू। बिजो गाह्रो भयो होला नि के गर्नु नगरी भएन है।
ओ हाम्रो अगाडि राइडर बोर्डर ल बोर्डरको यात्रा पनि टाढै जस्तो छ ठीक छ चिप्लो बाटोमा लड्दै पुड्दै आएका हामी भने जस्तो हैन त म चाहिँ दाउन्नेको ओह्रालोमा झर्दैछु अहिले चाहिँ दाउन्नेको बाटो यस्तो छ लगभग दाउन्नेको चाहिँ फुल भिडियो नै छ फुल भिडियो नै हालेको छु अनि बाटो चाहिँ गाडीहरू बल्ल झर्दै रहेछ कि यता जामै छ पक्कै यस्तो अवस्था छ दाउन्नेको बाटोको ट्र्याक बसको पछाडि परिहाल्यो भने अब ओभरटेक गर्नु पनि गाह्रो हुन्छ तर हान्दिने म त चल्दिने चिप्लो छ कि फेरि ओभरटेक गर्न भने चिप्लोमा फेरि एकदम गाह्रो हुन्छ कि लट्टियो भने त बर्बादै भइगयो नि है त्यस्तो चिप्लो छ कसरी ओभरटेक गर्ने गाह्रो छ नि त ओभरटेक गर्न बब्बाल चिप्लो नि अनि बिस्तारै बिस्तारै जाउँ के गर्नु त अब हैन त यस्तो हिलो भइरहेछ अनि चल्दियो ट्रकवालाले गाली दिइरह्यो होला चल्यो हाने ओभरटेक जे हुन्छ होइन कति पछि हिँड्नु कि तर यो दाउन्नेको यो बाटोमा काम गर्ने वर्करहरूको त 5 वर्ष आयु त घट्छ होला यार धुलोले गर्दा हैन यस्तो छ धुलो अनि हामी एकछिन भनौँ न 1 घन्टाको ड्राइभ गर्दा त हामी यस्तो गर्छौँ भनेपछि उनीहरू त कन्टिन्यू यहाँ काम गर्दा कस्तो भयो होला यार गाह्रो छ ठिक छ के गर्नु त गरिखानु पर्यो क्या लास्टमा अम्बो ट्रक आइदिरहेके ल हाम्रो दाजु फेरि कुटुङटुङ यस्तो धुलो छ पुन्टे ट्याक्सी भने कार रहेछ ल ओभरटेक नगरी नहुने कि सबैलाई किनकि छिटो पुग्नु छ प्लस बस ट्रकहरूको पछाडि परियो भने चाहिँ गाह्रो हुन्छ कि बाटो पनि देखिँदैन खाल्टाखुल्टी गटङकुटुङमा परिन्छ अनि के यस्तो उहाँहरू फेरि बारामा आइदिनुहुन्छ आयो दाउन्नेको फेरि अर्को बाटो पनि नै के हैन अप्सन बाटो छ र मलाई त थाहा छैन के अप्सन बाटो हुने अन्त ठिक हुन्थ्यो नि त सानो गाडीहरू अन्तबाट हालेर यो बाटो छिटो बनाउनु ठिक हुन्थ्यो सब गाडी यहीँबाट हिँड्नुपर्छ अनि अब ड्याङ्ग्लुङ बिचबाट हान्दिने हो नत्र गाह्रो छ फेरि अब हेमराज अगाडि हुनुहुन्छ होइन हेमराजलाई ओभरटेक हानिदिनु पर्यो के छ अगाडि केही छ ट्रकको लाइन रहेछ यार तर हान्दिने हो म हान्दिने हो कि खै के छ अगाडि सबैजना गाडी आइरहेको रहेछ कि फेरि जाम ल जाममा पो परिदियो फेरि यार क्षेत्रबाट छ होला बाटो म चल्दिन्छु ल जाम न साम
कता छ छेउबाटै छ बाटो ल ल यतैबाट चल्दिन्छु अगाडि यति बाटो छिर्ने ठाउँ रहन्छ भनेपछि यहीबाट भित्र घुसिदिन्छु अनि त बाटो त्यस्तो पो रहेछ त ल ओ यसरी पो हो त व्यापार गर्ने है जाम परेको बेलामा टक्क बाइकमा पानी चाहियो पानी चाउचाउ चाहियो चाउचाउ जे चाहियो ल अनि यो पनि एउटा सुविधा नै हो भनौँ न हैन त्यही पनि अगाडि छिर्दिन्छु कि अझै भनेको त दुईटा ट्रक छ त्यहाँबाट त छिर्दैन होला छिर्छ कि त्यही पनि जबरजस्ती हाल्ने त छिर्छ होला त्यही भयो पो नहाल्दिउँ यार हैन ओके नो प्रब्लम एकछिन वेट गरिदिउँ नि त ल एकछिन त्यहाँ जाममा पसिसकेपछि चाहिँ म तल झरिसकेँ तल झरेर फेरि भिडियो हाल्ने बनाएको किनकि बिचमा एकछिन जाममा बसेँ नि त त्यही भएर अनि ल दिदीबहिनीलाई पनि पुरा धुलो भएछ नि त है जाममा बस्नु भयो होला अनि त्यही भएर आम्बो के गरे ल ल ल ठिक छ धुलो टकटकाउनै पर्यो नि धुलो टकटकाउन पर्यो नि हैन हो नि तर म अगाडि जान्छु सररर ए पर्यो चाप्पेला चाहिँ उड्यो बाटो यस्तो छ कि यतातिर झन् खतम भइसक्यो बाटो जति अगाडि आयो त्यति खतम छ त ओके यो चाहिँ बिचमा चाहिँ यस्तो राम्रो बाटो सर्र छ नि त फेरि ल अब त म त के ओभरट्याक योमा त ओभरट्याक हान्नु पर्यो नि त हैन चिल्लो राम्रो पाएपछि त कुन्ने हो ऱ्याङडुङ हान्दिने र रङ साइड आएँ कि क्या हो म चल्यो रङ साइड सब आफ्नै साइड सररर आफ्नै पारामा त्यही पनि आफ्नै साइडमा गइदिउँ नि त ठिक छ कसैले केही भन्दैन कराउँदैन ल म चाहिँ सिजी आइपुगेको सिजीको भ्यू चाहिँ छोटो मिठो हेरौँ तर पहिला जस्तो टलक्क टल्किन त छैन कलर नगरेको भएर होला हाम्रो सिजी ग्रुप चौधरी ग्रुप चाउचाउ ग्रुप वाइवाई ग्रुप जे ग्रुप भने पनि यस्तो बन्दैछ बाटो अगाडि ल हिँडेको म त्यहाँबाट चाहिँ म चाहिँ लगभग यो चाहिँ नारायणघाटको पुल नजिकैको ठाउँ हो म चाहिँ त्यहाँ आइसकेको छु अनि चल्दिने माथिबाट चल्दिने हान्यो कहाँ पछि त पर्ने नै हिँड्ने के यताबाट मिल्छ कि यताबाट छ कि भनेको फेरि ट्रक आइदिएर यताबाट छ छेउबाट पक्कै छ छेउबाट चल्दिन्छु छेउबाट ल छेउबाट ठिक छ हान्दिने ओभरट्याक नगरी हुँदैन है ओके फाइनल्ली म चाहिँ नारायणघाटको पुलमा अहिले चाहिँ यो चाहिँ नारायणघाटको पुल हो अनि वाउ वहाँ त ढुङ्गासुङ्गा रहेछ त गएर खेल्दिउँ कि होइन नखेलौँ टाइम छैन नि त यात्रा लामो छ अनि ल दामी नारायणघाट नारायणी नदी ओके छ ल दामी तर यहाँ चाहिँ सेफ्टी छैन कि यो पुलमा मलाई चाहिँ यस्तो लाग्छ किनभने यहाँबाट चाह्यो भने फुङ्गाल नहुन जस्तो सक्छ अलि हाइटको बारहरू अलि उसो गराउने भने त फुङ्गाल्दैन होला नि त है कोही पनि तर धेरैजना मर्छ त यो पुलबाट त फुङ्गालेर न्युजमा सुनिरहेको हुन्छ देखिरहेको हुन्छ है सररर यो चाहिँ नारायणघाट नारायणघाट आइयो
म चाहिँ यहाँबाट लेफ्ट साइडतर्फ जाने होइन। मुगलिङ 36 किलोमिटर रहेछ, यताबाट 77 किलोमिटर। ओके, म चाहिँ यहाँबाट लेफ्ट हान्छु टर्न। अनि लामो बस पोखरा बुटोल अरे रोल्पा लिवाङ अरे ल। तर ओभरट्याक नगरी हुँदैन कि, कस्तो बिच बाटोमा रोकिदिएर ल। हाने मिल्यो कि हानिहाल्ने ओभरट्याक चाहिँ। यहाँ चाहिँ त्यो इरिक्साहरू खासै कमै चल्दो रहेछ। त्यो चार्जिङवाला इरिक्सा हुँदैन, यस्तो टेम्पू जस्तो योवाला गाडी चल्छ, योवाला। अनि यसमा चाहिँ 8-9 जना 10 जना जति अट्छ होला पक्कै। यो चाहिँ अब यतापट्टि यही बाटो काठमाडौँतिर छिर्ने। अनि नारायणघाट हो यो। ओभरट्याक हान्दिने। यस्तै छ जिन्दगी है, कहिले कता कहिले कता। त्यस्तै हो जिन्दगी। ओ राइनो, चितवन राइनो भने जस्तो हो क्या। राइनो गोस रहेछ नि त स्ट्याचु, त्यही भएर आफ्नै पारामा सरारा। पेट्रोलवाला त चल्दो रहेछ अलिअलि, पेट्रोलवाला देखियो, तर चार्जिङवाला चाहिँ नचल्दो रहेछ क्या हो होइन। ठिक छ, अर्कैवाला गाडी चल्दो रहेछ कि, यस्तोवाला गाडी चल्दो रहेछ कि यहाँ चाहिँ होइन। ठिक छ। वे बड्डाले के गरे फेरि, कता लिएर आएको यार बाइक। अहिले हिर्काउँछु अनि आवाज त मैले सिधै लिएर अगाडि तिर्साइदिने। के हो यो गाडीवाला, झ्याप रोकिदिने मान्छे हाल्नलाई बिचमा। कस्तो मान्छेहरू हुन्छ हौ, दिमाग खराब यार। नै ठोकिया नि। यो चाहिँ नारायणघाटको बस पार्क होला हो। यो चाहिँ नारायणघाटको बस पार्क रहेछ ल। टक्क बसहरू रहेछ, बस पार्कै हो होइन। हाम्रो बाजे चाहिँ धन्नै ठोकाएको नि भयो अब यार। सिधै अगाडि त्यसै नि होइन नि त। अनि वाउ कस्तो राम्रो छ अरे, टक्क बस्ने होइन। भर पिपलको रुख, आनन्द आउँछ होला। बस्नुपर्छ कुनै दिन फेरि यहाँ आएर हो क्या अझै। हान्दैन ओभरट्याक हान्दैन कहाँ, पछाडि हिँड्ने। बाजेले धन्नै ठोकाइहाले अनि। म चाहिँ अब नारायणघाटबाट पनि अगाडि नलागेँ है। अनि त्यस्तै छ, बाटो चाहिँ राम्रो छ यतातिरै। अब नारायणघाटबाट यता चाहिँ बाटो राम्रो छ तर, किनकि 2-3 चोटि म यात्रा गरिसकेको छु नि त, त्यही भएर। अब चाहिँ बाटो ठिक छ पुरै। अब नागढुङ्गातिर उता तल के भन्छ त्यो सुरुङ मार्गतिर अप्ठ्यारो होला, तर यहाँनिर चाहिँ त्योदेखि यता मुगलिङदेखि यता चाहिँ बाटो राम्रो छ, ठिक छ सबै यस्तै हो। यहाँ चाहिँ जति सक्दो स्पिड जानुपर्छ। अनि त फेरि राति पर्छ के, त्यही भएर हल्का रुवा पनि लागिरहेछ, खकी पनि लागिरहेछ। खासै सन्चो थिएन, के गर्नु। काठमाडौँको बसाइ लामो हुनाले बाइकमा आउनु पऱ्यो, अनि त्यही बेलामा छोटो मिठो भिडियो बनाइदिएको। वाउ खतरा छ त ल, टर्निङ होइन नाइस। टर्न पनि भवाल हान्दिनँ कि म त स्पिडमै। ल के को जाम, म अगाडि जाम जस्तो छ त यार। गाडी नछिरेर हो, बिचमै गाडी रोकिदिने कि। यो चाहिँ के भन्नु खै, कसलाई दोष दिनु।
हामी ड्याङडुङ बिचमा छिरिन्छ त्यस्तै त होला नि होइन सबैलाई छिटो जानु छ गाह्रो छ जिन्दगी यस्तै छ सबैको यस्तै हो कसैलाई छिटो जानु छ कसैलाई धेरै कमाउनु छ कसैलाई धेरै खानु छ कसैलाई के गर्नु छ मान्छेलाई कहाँ सन्तोष छ र कहिला के को तनाव होइन अनि तर म चाहिँ आज पुरा यात्रामा रमाउँदै एक्लै रमाउँदै वाउ कस्तो राम्रो देखिएको है बाटो टक्क उहीँबाट यहीँ काठमाडौँसम्म यस्तै हुन्थ्यो भने क्या मजा आउँथ्यो अब काठमाडौँसम्म हुन्छ कुनै दिन हुन्छ हुँदैछ छैन बल्ल 78-79 को स्पिड त छ नि 100-110 तान्नुपर्छ किनकि बाटो राम्रो छ बाइकले ताने सामानको चाहिँ हान्नुपर्छ तर लङ ड्राइभ गर्दा चाहिँ बाइक हिट हुन्छ क्या अरूभन्दा नि बबाल हिट हुन्छ कि त्यही भएर चाहिँ बिचबिचमा रोक्दै बस्दै चिया खाँदै होइन बिचमा यस्तो थियो बाटो यस्तो छ अनि के भन्छ कुनै यो ठाउँहरूलाई खै रोक्दै फोटो खिच्दै पनि गरेन म कन्टिन्यू राइडमा लागेपछि चाहिँ छोराछोरै हिँडिरह हो त्यही भएर तर यो यतातिर चाहिँ बब्बाल गाडीहरू सब स्पिडमा आयो कि किनकि यो बिचको बाटो चाहिँ राम्रो भएको कारणले पनि होला होइन त्यो अस्ति न्युजमा आएको यहाँ रहेछ नि त दुईवटा ट्रक ठोकिएर बब्बाल भएको भनेको जस्तै यति स्पिड हुन्छ यहाँ गाडीहरू अनि ठोकिएपछि त सकियो नि होइन गजा गजा भएको छ त यार हान्दै बोटेको हान्दै हान्दै बोटेको कहाँ छोड्ने यार कुद्ने हो कुद्ने हाइस फाइस सबै छिर्यो अनि किनकि फुल हान्नु पाइन्छ कि यो बाटोमा चाहिँ बाटो ठिक छ कि जति बटारे पनि हुन्छ वा पारीको राम्रो गाउँ सब आइल्निहरू साइड लाएर खाना खाने बेला भयो होला नि त यो एरियामा चाहिँ लोकल कुखुरा र खाना पाउँदो रहेछ कि राम्रो त्यही भएर धेरै यतातिर खाँदो रहेछ त्यो अब धेरै स्पिड भएर होला मेरो एकदम हावाले हानिरहेको छ कि क्यामेरा पनि हल्ल्या होला सायद स्पिड त धेरै छैन नि 80-82-83 को छ तर पनि कस्तो कि है हावाको एकदम जोडले 74-75 को त रहेछ अनि 82-83 त्यही नै हो कति हान्नु हो कति दौडाउनु हावाले जोडले हान्छ अनि आफै बिरामी हुन सकिन्छ त्यही भएर पोर्दरहरू ल टाढैको यात्रा होला ठिक छ तर म अगाडि गइदिएको ल यस्तै हो जिन्दगी यस्तै हो कसैको भर विश्वास नगर्नु सर मनमा जे ठिक लाग्छ त्यही गर्नुपर्छ जेमा खुसी भइन्छ त्यही गर्ने हो जिन्दगीमा मरेर लानु केही छैन आज मरे भोलि 2 दिन है त्यो भनेर मात्र पनि हुँदैन नि फेरि त्यो सोचेर चाहिँ गलत काम चाहिँ गर्नु भएन ल यसो स्पिड हान्न लाग्यो जामहरू के हो गाडी छ त होइन कुड्यो तिम्रो त्यो साल देखेर आज यति सक्दो भगाइरहेछ है बाटो चाहिँ दामी हो कि माथिबाट उताबाट आउने गाडी माथिबाट यताबाट जाने तलबाट यस्तै टाइपको पुलहरू होइन खोलाहरूमा यस्तो भयो भने दामी हो नि त होइन यस्तो अवस्थामा गाडी आइदिएर उताबाट सेट ओभरटेक हान्दिनु खोजेको थिएँ बसहरूको चाहिँ पछाडि हिँड्नै हुँदैन कि
भरै हुँदैन ठाउँ रोकिन्छ बसहरू अनि अगाडि चल्दैन म त कुद्दिने हो कि कहाँ यिनीहरूको पछाडि हिँडेर हुन्छ त होइन बानी जति सक्दो कुद्दिने ओभरट्याक हान्दैन होइन ल बोर्डर फेरि बबाल कुदेर आएको त अगाडिको बोर्डरले है तर बोर्डरलाई पनि म उछानेरै छाड्छु नि त डोन्ट वरी वेट अब चाहिँ के छोड्नु हो होइन ल किन कुदाइरहेको भने त बल्ल पो थाहा भयो त अनि ल ठिक छ रमाइलो गर्नुपर्छ 2 दिनको जिन्दगीमा होइन के छ र सकिने गर्ने त नसकिने भने के छ र सबैको लाइफमा यस्तो कहाँ हुन्छ र होइन मसँग छैन भर पछाडि भएको भए देखेँ अझै ठिक छ हान्दिने हो बडाइ ड्याङ हान्दिने हो हरियाली छाप्प होइन मौसम पनि कस्तो क्लिन छ क्या आज फेरि गाडीहरू चाहिँ झुक्कै जस्तो आउँछ कि कस्तो होइन एकदम स्पिड हुन्छ अनि त्यही भएर पनि कुद्ने हो पुरै मालगाडीहरू ट्रकहरू धेरै कि है बाइकहरू त कमै हुन्छ किनकि लामो यात्रा कम मात्रामा गरे हुन्छ नि त मान्छेहरूले खासै गर्दैन नि त बाइकमा गाह्रो पनि हुन्छ नि ल यो चाहिँ मुगलिङ बजार हो म चाहिँ मुगलिङ बजार आइसकेको छु मैले खाना पनि यही खाएको खाना खाएर उडेर अब हिँड्न लागेको म चाहिँ यही रेस्टुरेन्टमा खाइदिएको है गुलमेली अनि ल म यहाँबाट चल्दिएको ल हिँड्दिएको अनि किनकि म बिहान थोरै नास्ता मात्र गरेर हिँडेको थिएँ अनि भर्खर बल्ल खाना खाएको अब चाहिँ खाना खाएर चल्दिने बाटो चाहिँ अब यहाँबाट उता बाटो अप्ठ्यारो छ कि पक्कै पनि पहिला पनि त्यस्तै लागिरहेको थियो यहाँबाट चाहिँ बाटो अप्ठ्यारो हो कि अब म चाहिँ यो चाहिँ केबल कार मनोकामना आइपुगेँ यस्तो छ मनोकामना तर रोकिन म नरोइकन सर भिडियोमा जति खिच्यो त्यही नै हो सरासरी आएको हो पारीबाट केवल कार माथि गइरहेछ अनि यता बजार एरिया अब बाटो अप्ठ्यारो छ जता हेऱ्यो दोजर कति छ होला है बाटोमा दोजर गर्नुपर्ने रहेछ सुरुबाट होइन ल यहाँ चाहिँ एकछिन रेस्ट गरेको मैले चाहिँ बाइक तात्यो जस्तो लागेर त्यही बेलामा यति चुस्छ मेरो अवस्था बबाल थकेला अझै भएको कि कस्तो अनि हेरौँ न तल पानी पनि कस्तो धमिलो अनि एकछिन बसेपछि म चाहिँ अगाडि बढेँ तल त बोटिङ वा मजा आउँछ यो एक्चुअली मलाई यो गर्नु मन छ यार यो गर्नुपर्छ एकचोटि
सर होइन रमाइलो हुन्छ होला हो अनि यसको पनि एक्सपिरियन्स लिनुपर्ने छ लिने हो ठिक छ समय आउँछ एकछिन रेस्ट गरेपछि चाहिँ अगाडि बढेछु म चाहिँ यहाँ चाहिँ साइडमा मकैहरू पोल्ने बेच्ने अघिल्लोचोटि आउँदा चाहिँ म रोकेर खाएको थिएँ अहिले चाहिँ नखाने किनकि भर्खरै हो मैले खाना खाएको अनि खासै खाना खाइसकेपछि चाहिँ के त्यही अगाडि रेस्ट गरेँ अनि धेरै नभुलौँ किनकि पानी पर्न सक्छ अहिलेको मौसमको केही भरै हुँदैन हावाहुरी पानी पर्यो भने झ्याउ हुन्छ नि त त्यही भएर चाहिँ कुदिरहेको छु ओ माई गड नभन्दै ल पानी त उता आइरहेछ त हो यो पोकेट नागढुङ्गातिर होला तर यहाँ के भन्छ यो ठाउँलाई खै अनि ल पानीमा भिजिन्छ कि क्या हो अन्त रेनकोट छ मसँग ब्यागमा धन्न रेनकोट हालेर आएको छु मलाई थाहा थियो कोही न कोही केही त हुनसक्छ भनेर पानीमा भिज्न सकिन्छ अथवा हिलो भइन्छ केही न केही हुनसक्छ भनेर रेनकोट हालेको थिएँ अहिले चाहिँ लगाएको छैन पानी पर्यो भने चाहिँ लगाउनु पर्ला यहाँ चाहिँ ढलाइ गरेको बाटो रहेछ ल मस्त रहेछ नि त यहाँनिर बाटो त ठिक छ बाटो बन्दैछ हुँदैछ दामी बाटो ल यो चाहिँ हाम्रो सुरुङ मार्गको एरिया यस्तो छ बाटो बन्द थियो म चाहिँ यहाँ बिचमा एकछिन बसेको अनि हिँडेको अब एकछिन त्यहाँ बसेपछि हिँडेको किनकि भाइहरू पनि पछि आउँदै थिए कि त्यही भएर अनि ल चल्यो बबाल धुलो कि आमा कति धुलो यार छ्या नेपालगञ्ज काठमाडौँ अरे ल यस्तो धुलो छ अनि ओ धन्न लाइट बालिदियो यार नत्र म ओभरटेक गर्ने सोचिरहेको धुलाले नदेखे पनि फग लाइट बाल्न ठ्याक्क देखियो नि त ल ए छेउबाट रहेछ क्या है छेउबाट कुदिरह्यो त ट्रोलीहरू म पनि छेउबाट हानिदिन्छु ल छेउबाट रहेछ नि त भए पनि त कति टाढा रहेछ त्यहाँ चिप रहेछ ए यताबाट हानिदियो ल यताबाट चलिदियो भने कहाँ कुदिहाल्ने मिलेसम्म त छिराइहाल्ने कुदाइहाल्ने होइन छिराउने ठाउँमा छिराउनु त हो नि होइन नछिराउने ठाउँमा छिराउने कुरो भएन के कसो ठिक छ आम्बो धुलो फेरि छ्या बाटो पिच गर्दै हो कि हो जाम हेर्नु न कस्तो जाम छ कति जाम छ बाप्पा अनि बिचमा पानी परेको थियो त्यही भएर म चाहिँ रेनकोट लगाएको अहिले चाहिँ मिररमा देखिहालेको छु नि त रातो अनि पानी पऱ्यो एकछिन बसेँ होइन वा यत्तेरिका टिप्पर त वा भनेको मैले फेरि टिप्पर नै ट्रक चाहिँ यस्तो एक्सिडेन्ट भएको रहेछ अनि बिचमा पानी पऱ्यो एकछिन होल्ड गरेँ बसेँ अनि रेनकोट लगाएर बिस्तारै आएँ त्यही भएर टाइम पनि कति बज्यो खै अनि बाटो बनाउँदैछ यता पनि यस्तो भइरहेछ है पिच छैन ग्रेभल टाइपको छ लर्किन जस्तो बाटो छ कि डरलाग्दो कोही ठाउँ चापेर यति राम्रो बनाएको छ सर र कोही फेरि धुली आम्मै बनाउँछ यस्तो राम्रो पनि छ कोही ठाउँ ठिक छ जे होस् बन्दैछ हुँदैछ भएको छ नेताहरूलाई कति गाली गर्नु है अब जाम नपर्यो हुन्थ्यो कता थानकोटतिर फेरि बब्बाल जाम हुन्छ क्या यार कता जाममा पर्नु भेट छैन फेरि बिचमा जाममा परिरहेको छु तर भिडियो हालेको छैन काटी राखेको छु छन मसँग फुल भिडियोहरू छ हिमराज कि काठमाडौँ भने हिमराज दौडिरहेको फेरि ल ओभरटेक हानिदिन्छु भनेको फेरि गाडी आइदियो छ्या अब फेरि यो टर्निङमा पनि के ओभरटेक गर्नु है गाडी छ कि छैन ल बस आइदिएर तर हानिदियो ओभरटेक हानिदियो ल चल्दियो अनि आम्बो जाम पो छ त फेरि यहाँ त छ्या लामै भिड जस्तो छ बाटोको जामले त्यही पनि म त चल्दैन हो कि
जाम र सब गाली खाए चट छिराइहाल्छु नि यता बसहरूको ग्यापमा छिराइदिने नि त अनि त्यसले गर्दाखेरि गाली खाए पनि खासै फरक नपर्ला हैन त्यही त भन्नु पर्यो नि ल यतैतिर बस्नु ओहो गाडी त बबल आइरहेछ त आमा हैन अब चाहिँ ओभरटेक ओए आइदिरा फेरि अब एकछिन यही गाडीको पछाडि होला फेरि बिस्तारै बिस्तारै जानु पर्यो जाम छ जाम भएपछि कहाँ छिराउनु छिर्ने जस्तो ठाउँ छैन दुईपट्टिबाट गाडी बराबरमा आएपछि छिर्न गाह्रो पर्छ बाटो टुवे मात्र रहेछ ल म चाहिँ थानकोट यहाँ चाहिँ चेकिङ ठाउँ हो तर बसलाई अब ट्याग गरेर अगाडि जानुपर्छ यार बस चेकिङ हुने होला अनि ओह मामाले पुरा चेक गरिरहनु भएको छ टक्क होइन लाइसेन्स बिल्लुक अब के ल्याएको छ गाडीमा सामान होइन सबै यो चाहिँ काठमाडौँ छिर्ने नाका ए चलिदियो यताबाट ल यही बिटको साइडबाट हानिदिन्छु होइन अरूभन्दा नि काठमाडौँमा चाहिँ लेन छोडे पनि चिट ओभर स्पिड पनि चिट जे गरे पनि चिट त्यही भएर चाहिँ अलिकति सतर्कता चाहिँ अपनाउनु पर्छ ल यहाँ त ट्रक मात्र छ त यार किन ए चेकिङ त गर्नु पर्यो नि के थाहा पुरा सुनका सुन बोकेर पैसा क्यास पैसा बोकेर हिँड्छ नि त आजभोलि ट्रकले काठमाडौँतिर त्यही भएर चेकिङ चाहिँ गर्नु पर्यो होइन त कतै सुन छ कि कतै पैसा छ कि कसो हो कुरो ठिक छ बसहरू पनि रहेछ 25 करोड भेटिन्छ फेरि अनि कति किलो सुन भेटिन्छ कि यो त त्यस्तो सुन खाने ठाउँ पैसा खाने ठाउँ हो नि त लामै जाम रहेछ तर जाम भए पनि मलाई चाहिँ फरक परेन किनकि म चाहिँ अपोजिट साइडमा छु म चाहिँ काठमाडौँ आइसकेको छु थानकोटबाट तल झरिरहेको अनि के गर्ने स्थिति छ बाटो चाहिँ ल दाजु कता रुक्नु म जान्छु अनि जानु होला रे के आइयो काठमाडौँ होइन त चल्यो तर काठमाडौँमा चाहिँ राइट साइडबाट प्राय ओभरटेक गरेको चाहिँ मैले देख्दैन कमै मात्रामा देख्छु किनकि त्यो लेनको उस हुन्छ नि त ट्राफिकले देख्यो भने लेन उस गरिस् मिचिस भनेर फाइन काटिहाल्ने भएर प्राय लेफ्ट साइडबाट चाहिँ कुदिरहेको देखिरहेको हुन्छ क्या धेरै ठाउँ ठिक्क उज्यालै छ जस छिटै आएँ भन्नुपर्छ बस्दै चिल पारामा आइयो आज चाहिँ सक्यो ओभरटेक हान्दिने कि होइन फाइन साइन काटौँला के गर्नु त बस पनि कति ठुलो हो म त यति आएको छु त बस त माथि छ त यार ओके म चाहिँ झरिरहेको छु अब चाहिँ त्यो स्काई ब्रिज के भन्छ माथिबाट बनाएको स्काई ब्रिज त्यहाँनिर आइपुगेँ यस्तो बन्दैछ यहाँनिर चाहिँ टक्क माथि कहिले होला यो बाटो जाने यार सर कहिले हुन्छ हो केपी बा भन्ने कसलाई भन्ने हो यहाँको कामदारलाई सोध्नुपर्छ नेताहरूलाई सोधेर काम छैन मजाले यहाँ माथिबाट सर सुरुङ मार्ग हुँदै होइन 15 मिनट कति मिनट लाग्ला तल निस्किँदा त मजा आउँछ होला हो
हुँदैछ कहिले हुने हो। त्यसपछि त चेकपोस्ट त कि तल हुनु पऱ्यो कि माथि नै चेकपोस्ट हुनु पर्ने होला नि त फेरि होइन बिचबाट जाने भएपछि त माथि थानकोटमा त थानकोटको चेकिङ डबल 2 ठाउँ चेकिङ हुने भयो। ल म चाहिँ फाइनली डेस्टिनेसननिर आइपुगेको छु अनि मेरो डेस्टिनेसन चाहिँ यही नजिकै नै हो, धेरै टाढा पनि छैन। अनि बाटोको यात्रा यस्तै भयो, रमाइलो नै भयो। जुजुले अन्तिमसम्म हेर्नुभयो धन्यवाद। लाइक गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु, के गर्न मिल्छ गरिदिनु है। अनि कमेन्ट गर्नु न कस्तो लाग्यो। फुल भिडियोहरू चाहिन्छ भने तपाईँलाई पठाइदिउँला। त म चाहिँ यस्तो काटेर राखेको छु। म चाहिँ खासै एडिट गर्न पनि आउँदैन अनि खासै भिडियो त बनाइरहन्छु तर म पोस्ट गर्दिनँ कि मोबाइलमै राख्छु अनि एडिट गर्ने त्यो उसहरू गर्ने गर्दैन नि त मैले, त्यही भएर